25 वर्षमा बाउ छोराले यस्तो बनाइदिए हेरौँ 25 वर्षमा यस्तो बनाइदिए बाउ छोराले हाम्रो देश नेपालमा 25 वर्षमा के बनाए ढुट्टो बनाइदियो हेरौँ 25 वर्षमा बाउ छोराले मरुभूमि यस्तो बनाइदिए ल हेर्नुहोस् 25 वर्षमा यस्तो बनाइदिए 25 वर्षमा बाउ छोराले यस्तो चिज बनाइदिए ल हेरौँ कति मान्छे छ कति धेरै मान्छे छ 25 वर्षमा यस्तो चिज बनाइसक्यो यहाँ हाम्रो भने सबै खत्तम यस्ता नेताहरूले भोट दिनुभन्दा लात दिएर खेदाउनुपर्छ बाउ छोराले के गरिरहेको छ यहाँ हेरौँ त कस्तो पुर्याइसक्यो कस्तो ठाउँलाई कस्तो बनाइसक्यो यहाँ यस्ता नेताहरूलाई हामीले भोट दिएर बस्यो भने हाम्रो देश भनेको कङ्गाल हुन्छ र देश रित्तिन्छ हेरौँ कस्तो छ यहाँ कस्तो बनाइसकेको छ यहाँ हेरौँ 25 वर्षमा बाउ छोराले यस्तो बनाइसक्यो यहाँ यस्तो विकास गरिसक्यो तर